गीत सङ्गीत र सञ्चार क्षेत्रमा क्रियाशील अनिल पहाडीको नयाँ गीत आउला माया बरीमै घुमेर सार्वजनिक भएको छ। नेपालीहरूको करिब 2 शताब्दी पुरानो बसोबास बर्मा अर्थात् हालको म्यानमारमा रहेको छ। पहिलो र दोस्रो विश्वयुद्ध ताका अङ्ग्रेज फौजमा रहेका गोर्खाली सैनिकले निकै बहादुरीपूर्वक ज्यानको आहुति दिँदै जापान विरुद्ध लड्दै बर्मालाई बचाएको इतिहास रहेको छ। सैनिक र बर्मामा बसोबास गर्दै आइरहनुभएका नेपाली भाषी दाजुभाइ दिदीबहिनी तथा गुल्मी जिल्लाको रमणीय ठाउँहरूको चर्चा गर्दै तयार पारिएको नयाँ झ्याउरे गीत आउला माया बरीमै घुमेर शुक्रबार सार्वजनिक गरिएको हो। आधुनिक र लोक स्वाद मिसिएको यो गीत अनिल पहाडी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो, जसले छोटो समयमै दर्शकको ध्यान तान्न थालेको छ। गीतमा अनिल पहाडीलाई गायिका सुनितामी परियारले स्वरमा साथ दिनुभएको छ। सङ्गीतसँगै सञ्चार क्षेत्रमा समेत परिचित अनिल पहाडी हाल रेडियो सैन्य मैनाका स्टेसन म्यानेजर तथा गौतम बुद्ध प्रेस क्लबका महासचिवको रूपमा कार्यरत हुनुहुन्छ। उहाँको बहुआयामिक सक्रियताले नै गीतलाई थप चर्चामा ल्याएको देखिन्छ। गीतका भावनात्मक शब्द लाल बहादुर दगामीले लेख्नु भएको छ, जसमा माया, यात्रा र जीवनका सम्झनाहरू सरल र प्रभावकारी रूपमा उतारिएको छ। सङ्गीत संयोजन बीपी अनुरागीको, मिक्सिङ तथा मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको गीतको रेकर्डिङ प्रिज्म रेकर्डिङ स्टुडियो काठमाडौँमा सम्पन्न गरिएको हो। गीतको सार्वजनिक गरिएको म्युजिक भिडियो पनि आकर्षक बनेको छ। भिडियोको निर्देशन, क्यामेरा, ड्रोन एडिट तथा कलर ग्रेडिङको जिम्मेवारी विष्णु भट्टराईले गर्नुभएको छ। भिडियोमा अनिल पहाडी स्वयंका साथै यमी मगर, सगुन शर्मा, विष्णु भुषाल, कुशल भुषाल, खेमबहादुर विश्वकर्मा, सुरज साक्य, सुमी सुनार र आरती बरालको अभिनय देख्न सकिन्छ। मेकअप तथा हेयर सगुन शर्माले गर्नुभएको छ भने क्यामेरा सहायकको रूपमा करण तुलाधरको रहेको छ। भिडियोको पोस्ट प्रोडक्सन अविरल फिल्म्सले गरेको हो। आउला माया बरीमै घुमेर नेपाली आधुनिक तथा लोक सङ्गीतको मिश्रणमा बनेको प्रेम गीत हो, जसले पारिवारिक आत्मीयता, यात्रा र साधारण जीवनका भावनात्मक पक्षलाई उजागर गर्छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। आगामी दिनमा यो गीतलाई रेडियो, डिजिटल प्लेटफर्म र विभिन्न साङ्गीतिक कार्यक्रम मार्फत थप प्रवर्धन गरिने तयारी रहेको बताइएको छ, जसले सबै उमेरका श्रोतामाझ गीतलाई लोकप्रिय बनाउने अपेक्षा गरिएको छ।